साइकोलोजीसँग मनका कुरा एपिसोड 17। यस सिरिजमा हामी मनमा लागेका कुराहरू डिरेक्टली साइकोलोजीसँग सोध्छौँ। आज हामीसँग हुनुहुन्छ साइकोलोजिस्ट नवीन जोशी। नमस्ते सर। नमस्ते। सो आजको क्वेसन रहेको छ, कहिलेकाहीँ चाहिँ हामीलाई राम्रोसँग थाहा हुन्छ कि कुनै पनि बानी हाम्रो लागि एकदम नराम्रो छ, त्यसलाई हामी बदल्ने प्रयास पनि गर्छौँ र सासाना सकारात्मक कदमहरू पनि चाल्न सफल हुन्छौँ। तर बिचमा कतै गएर चाहिँ हाम्रो पाइलाहरू डगमगाउँछ र हामी त्यो फेरि गल्ती गर्छौँ। चाहे यो सामान्य नराम्रो बानी होस् या रक्सीको लत जस्तो कडा समस्या, हामी घुमे फेरि त्यही पुरानै लुपमा किन ठोकिन पुग्छौँ। सो हाउ क्यान वी ब्रेक द्याट लुप र हामी पुरानो बानीबाट बाहिर निस्किनको लागि मनोवैज्ञानिक केही उपाय छ भने भनिदिनुहोस् न। धेरै राम्रो क्वेसन सोध्नु भएको छ। यो चाहिँ प्राय जसो अधिकांश मान्छेले अनुभव गर्ने कुराहरू हो। कुनै बेला राम्रो होस् या नराम्रो होस्, हेबिट्सलाई हामीले चेन्ज गर्न खोज्दै एन्ड एन्ड आवरमा पुग्ने बेलामा पनि फेरि हामी रिल्याप्स भइदिन्छौँ, पुरानै कन्डिसनमा जान्छौँ। यो बुझ्नलाई पहिला हामीले चाहिँ बिहेभियर, हाम्रो हेबिट्सहरू कसरी फर्मेसन हुन्छ यो कुरालाई बुझौँ। अधिकांश रूपमा हामीले 20-21 दिनको पिरियडलाई छुट्याउँछौँ कुनै पनि हाम्रो बानी विकास गर्नको लागि, चाहे त्यो राम्रो होस् या नराम्रो होस्। यो एभरेजमा हो भने 10-12 दिनदेखि 1 महिनासम्म लाग्न सक्छ नर्मल अरू कुनै मान्छेलाई चाहिँ बिहेभियरलाई चाहिँ सेट गर्नको लागि। अब यसलाई हामी कम्फर्ट जोनमा पुगिसकेका हुन्छौँ, यसलाई राम्रो होस् या नराम्रो होस् जस्तो हुन्छ। त्यो कम्फर्ट जोनबाट बाहिर आउन चाहिँ इट टेक्स अ लट अफ करेज, डेडिकेसन, प्यासन, धेरै कुराहरू चाहिन्छ। अर्को कुरा चाहिँ मेडिकल्ली यसलाई हेर्दा चाहिँ लुप जुन बनाउँछौँ हामी, त्यही कुरामा जाने, घुम्ने, आउने, त्यो लुप चेन्ज गर्दा इट्स भेरी डिफिकल्टी। अलिअलि यस्ता कुराले जुन हामी कन्डिसनिङ भएका हुन्छौँ त्यस्ता कुराले नि यहाँ मेन्टल लुप चाहिँ फिक्स्ड भएको हुन्छ। वी डोन्ट वान्ट टु गो आउटसाइड अफ द्याट कम्फर्ट जोन. That is why we feel difficulty to change anything, whether it's a good habit or it's bad habit. जुनै पनि कन्डिसनमा त्यसलाई परिवर्तन गर्न गाह्रो हुन्छ। बट बिलिभ मी, इफ आई क्यान डु यु क्यान टु। किनकि कोहीले त गरिरहेछ नि त, सक्दै नसकिने भए त हुँदैन थियो। सो एकजनाले गर्न सक्छ भने चाहिँ तपाईँले पनि सक्नुहुन्छ। त्यसको लागि चाहिने कुरा चाहिँ करेज चाहियो, मोटिभेसन चाहियो, डेडिकेसन चाहियो, तपाईँको माइन्डसेट पनि चाहियो। अब यस्तै कुराहरूले गाह्रो साह्रो भइरहेको छ भने चाहिँ डोन्ट फिल हेजिटेट टु सिक सपोर्ट, होइन, आउन सक्नुहुन्छ, कुराकानी गर्न सक्नुहुन्छ। थ्याङ्क यू। तपाईहरूले हामीले साइकोलोजिस्टहरूलाई सोधेको क्वेसन त हेरिरहनु भएको छ। तपाईँको मनमा पनि यस्ता क्वेसनहरू आएका छन्। यदि छन् भने हजुरहरूले हामीलाई सोसियल मिडियामा डिरेक्टली डिएम गर्न सक्नुहुन्छ वा हाम्रो इमेल एड्रेस info.picsnepal@gmail.com विथ द सब्जेक्ट क्वेसन फर द साइकोलोजिस्ट लेखेर हामीलाई पठाउन सक्नुहुनेछ। तपाईँहरूको क्वेसन हामी डिरेक्टली साइकोलोजिस्टको सामु राख्नेछौँ। साथै यस्तै जानकारीका लागि पिआइसिएस नेपाललाई फलो गर्नुहोला र हामीलाई सल्लाह र सुझाव दिन नभुल्नुहोला। धन्यवाद।